धेरै काम मात्र गर्नु भएन नि, घुम्नु नि पर्यो। सेट बाइक लडेको नागथलीमा चाहिँ त्यति धेरै खर्च पनि लाग्दैन। भाँचेको छ मेरो चाहिँ खुट्टा राख्ने, आउनुपर्छ है, नत्र भए आत्माले शान्ति पाउँदैन। चोटि चाहिँ आउनुहोस् है रसुवा घुम्नलाई। हामी चाहिँ अब नागथलीको यात्रामा जाँदैछौँ। बाइक पनि अब स्टार्ट हुँदैछ। नागथलीको यात्रा सुरु। रेडियोको बेसमा अहिले चाहिँ हामी चाहिँ यहाँ बेदाम भन्ने ठाउँमा आइपुगेका छौँ। कस्तो लागिरहेछ त तिमीलाई? रमाइलो छ। अब नागथली पुग्नु अझै आधी घन्टा जति हिँड्नुपर्छ अरे। बाटो पो थाहा छैन त कहाँबाट जाने हो भनेर। अनि भाइ अब कहाँ रह्यो त ल? उहाँ हामी तातो पानीमा बसेर बाइक त हराउँदैन नि? आउँदैन बाइक त हराउँदैन नि? ए हराउँदैन। आमा बुढी उतो रहे पनि हुन्छ, उतो पनि आमाको झक्का हुने। ए यसो याद गर्नु ल। ल ल हामी चाहिँ अब नागथली जाँदैछौँ। अब रसुवाको चाहिँ एकदमै राम्रो राम्रो ठाउँहरू तपाईँहरूलाई चाहिँ म देखाउने प्रयास गर्नेछौँ है त। अब यहाँको मान्छेले भनेअनुसार चाहिँ अब हामीलाई चाहिँ लगभग आधा घन्टा जति लाग्छ भन्ने कुरा छ। तर बुढाबुढीहरू चाहिँ कम्तीमा नि 1 घन्टा चाहिँ लाग्छ अरे यो बाटो हिँड्दाखेरि। कस्तो लागिरहेछ त तिमीलाई? मलाई रमाइलो लागिरहेछ। पहिला पनि गएको तर फेरि भनौँ न 3-4 वर्षपछि फेरि त्यही ठाउँमा पुग्दाखेरि चाहिँ बाटोमा कति धेरै नौलो कुराहरू। पहिला बाटो थिएन, अहिले बाटो छ आधीसम्म। रमाइलो लागिरहेछ। रमाइलो भइरहेछ अरे। तपाईँहरू पनि एकचोटि चाहिँ रसुवा चाहिँ घुम्न आउनुपर्छ है। रसुवा चाहिँ घुम्न आउनुपर्छ। कम त दामी ठाउँ छ यता रसुवामा। अब तपाईँहरू रसुवा घुम्न नआए पनि म तपाईँहरूलाई चाहिँ मेरो भिडियो मार्फत देखाउने छु रसुवाको विभिन्न भागहरू चाहिँ। त्यतिन्जेलसम्म चाहिँ हामीलाई हेर्दै गर्नु होला। यस्तो दामी ठाउँ छ हेर्नु ल। थाकियो हट। दिनका दिन हिँड्ने बानी भयो। पहाड हिँड्ने हामी त्यतिखेर। थाकिसक्यो। अहिलेसम्म आइपुगेको छैन नागथली।
नखाइकन त्यो ममलाई दिए भयो नि किन भुक्यो हामी मैले अहिले त त्यही सोचिरहेको थिएँ यहाँ माथि आएपछि पो याद आयो त मलाई हामी चाहिँ हिँड्दैछौँ नागथलीतिर बिहान 9 बजेबाट हिँडेको आधी बाटोसम्म चाहिँ बाइकमा आइपुग्यौँ हिजो आउन त राति आएको तातो पानीतिर नुहायौँ राति त्यसपछि अहिले हिँड्दैछौँ बिहान होइन कस्तो देखेको छ अरे म सुहाइरहेछ यहाँ हेरेर भन राम्रोसँग एकदमै राम्रो के अरे दसवटा केटी पटिन्छ धेरै नै के अरे ह्यान्डसम ब्युटिफुल देखिरहेको छ यस्तो यो रातो रातो किन राख्यो होला है यो हो क्या उता धुन्चेमा नि त्यो पारी भित्तामा बाटोमा छ कि यस्तो रातो रातो यो के राखेको हो कसैलाई थाहा छ भने जानकारी दिउँ होला रातो अरे चाहिँ पिङ्क कलरमा देखेन धुन्चेमा नि सपमा राखेको छ क्या यहाँ पनि राखेको छ देख्न सक्नुहुनेछ यो चाहिँ बाटै पछि छ यस्तो खालको चाहिँ यो चाहिँ अब किन राखेको हो भन्ने अब कुरा आइरहेछ उकालो हिँड्ने बानी नभएर गाह्रो हुँदो रहेछ हट कस्तो भइरहेछ त अलिकति हिँड्न गाह्रो भइरहेको छ अरू त सबै ठिक छ सबै ठिक छ अब आइपुग्न लाग्यो होला यसो यो तानेको देख्दाखेरि त है फाइनली हामी चाहिँ यस्तो दामी ठाउँमा आइसकेका छौँ है हेर्न सक्नुहुनेछ कति राम्रो है आले जति हेरेन नछाड्ने यस्तो दामी ठाउँ छ नि एकचोटि चाहिँ रसुवा घुम्न आउनुपर्छ है जति हेरे नि हेरौँ लाग्ने यो अहिले यहाँ घाम भएर यो उताको ठाउँै हेर्न अब देखेन क्या राम्रोसँग तर यत्तिको नाङ्गो आँखाले हेऱ्यो भने चाहिँ साँच्ची ठाउँ चाहिँ खत्रै हो हेर्न सक्नुहुनेछ मेरो पछाडिको हिमाल हामी 12 महिना काम गर्छौँ तर 1 महिना पनि हामी आफूलाई छुटाउन सक्दैनौँ के त्यही भएर 12 महिनामा 1 महिना नभए 1 दिन चाहिँ यस्तरी चाहिँ घुम्नलाई हिँड्नुपर्छ है सबजना धेरै काम मात्र गर्नु भएन नि घुम्नु नि पर्यो खायो मगरको छोरोले रसुवा खायो अब यो हाल्यो भने अबि दामी आउँछ हामी चाहिँ अब मेरो भिडियोहरू हेर्दै गर्नु होला है यस्तै राम्रो ठाउँहरू चाहिँ तपाईहरुलाई म भिडियो मार्फत देखाइरहने छु
स्वर्गै हो नि। स्वर्ग जस्तो मेरो ठाउँ रसुवा। एकचोटि चाहिँ घुम्न आउनुपर्छ है, घुम्न आउनुपर्छ। यस्तो दामी ठाउँ छ नि, आमामामा कसम। स्वर्गको एक भागको टुक्रा हो रसुवा चाहिँ। यस्तै यस्तै राम्रो राम्रो ठाउँहरू तपाईँहरूलाई म देखाउने छु। मेरो भिडियो हेर्न नबिर्सिनु होला होइन। कस्तो भइरहेछ त, थाक्यो? थाकेको? प्यास लाग्यो। यहाँ चाहिँ थकाइ लागेर बसिरहेछ मेरो म्याडमजी। प्रेसर लो भयो अरे। यस्तो दामी ठाउँ छ नि, आमामामा। अब यो एक डाँडा कटेपछि चाहिँ अब हामी नागथली पुग्छौँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ नागथली। नागथली आउनलाई चाहिँ धेरै बजेट चाहिँदैन है। मात्र 10,000 को बजेटमा चाहिँ तपाईँहरू यहाँनिर 3 नाइट 4 नाइट हान्न सक्नुहुनेछ। 10,000 को बजेटमा चाहिँ एकदमै इनफ हुन्छ है। नागथलीमा चाहिँ त्यति धेरै खर्च पनि लाग्दैन। क्यामेराम्यान रहेछ, यस्तो भिडियो बनाइदियो भने। त्यहाँ मुनिबाट यो उकालो आउन त खासै धेरै टाइम लाग्यो जस्तो लागेन हौ मलाई। कहाँ धुलोमा ब्याग छोडेर फाइनली हामी चाहिँ नागथलीको नजिक आइसकेका छौँ। हेर्न सक्नुहुनेछ तपाईँहरूले। यो चाहिँ अब हामी नागथलीको नजिकै छौँ। एकचोटि चाहिँ रसुवा चाहिँ घुम्न आउनुपर्छ। स्वर्गभन्दा प्यारो। यस्तो राम्रो ठाउँ छ नि, कस्तो देखाएछ। राम्रो छ। यस्तो दामी ठाउँ छ है। एकचोटि चाहिँ घुम्न आउनुपर्छ। प्राणभन्दा प्यारो। कस्तो लागिरहेछ त? थकाइ सँगसँगै एकदमै खुसी लागिरहेछ। स्वर्गको टुक्रा नागथली पनि एउटा हो नि त। एकचोटि चाहिँ घुम्न आउनुपर्छ है तपाईँहरू पनि। कम त दामी छ। नागथली आइसकेका छौँ हामी। कतिचोटि भन्नु। आउन सक्नुहुनेछ तपाईँहरू पनि घुम्नलाई है। एकदमै दामी ठाउँ छ नागथली चाहिँ। 10,000 को बजेटमा चाहिँ तपाईँहरू काठमाडौँदेखि भए नि जहाँदेखि भए पनि एकदम मजाले घुम्न आउन सक्नुहुनेछ। हेर्नुहोस्, स्वर्गै हो नि रसुवा। हेर्न सक्नुहुनेछ नागथली। जताततै हिमाल
पहाडै पहाड। यस्तो दामी ठाउँमा चाहिँ एकचोटि घुम्न आउनुपर्छ है, नत्र भए आत्माले शान्ति पाउँदैन। यस्तो दामी ठाउँ हेर्नुहोस्। नागथली नागथली दामी छैन त? पहिला भन्दा चाहिँ अहिले हेर्दाखेरि चाहिँ मलाई खतरा लाग्यो कि। मैले त कल्चरल ड्रेस लगाएर बनायो भने त झन् होइन त। खालि घुमघाम गरेर आफ्नै गाउँघरतिर फर्किँदैछौँ। कस्तो लागिरहेछ तिमीलाई यहाँ भनिदेऊ? मलाई एकदमै रमाइलो लागेको छ। दोस्रोचोटि यो ठाउँमा आएर होला एकदमै खुसी लागिरहेछ। मनलाई पनि कति आनन्द भइरहेको छ। ल तपाईँहरू पनि आउन सक्नुहुनेछ है यस्तो राम्रो ठाउँमा। एकचोटि चाहिँ आउनुपर्छ, स्वर्गै हो नि। हामी सबभन्दा त्यो नजिक हिमाल देख्ने ठाउँमै पुगेन। अर्कोचोटि आउनुपर्छ फेरि। ल आजको ब्लग चाहिँ यति नै। तपाईँहरू पनि कस्तो लाग्यो हेरिदिनु होला। त्यो गुरु रेम्बोछेको पाइला साइला भनेको थियो त कता हो? खै सेट बाइक लडेको छ गाइस हाम्रो। यहाँ आऊ न, तेल बोक्यो के? भिडियो बनाउने चक्करमा त के भनौँ है। माटै छिरेको जुत्तामा। स्टप गरिदिउँ? नगर न, यस्तो सम्म बाटोमै लडिहाल्यो बाइक। हिलै हिलो भएछ क्या यहाँतिर। नबोल आँखाले एकदमै यस्तो सम्म बाटोमा चाहिँ लड्छ अनि के भन्नु त। यही भाँचेको छ मेरो चाहिँ खुट्टा राख्ने। फेरि 2000 रुपियाँ चोइट हुन्छ, त्यही हो।